अध्यक्षज्यू र महासचिवज्यू कांग्रेसकै सिलसिलामा दुबईमा हुनुभएको हुनाले हाम्रा उपाध्यक्षहरूमध्ये शानदार विजय हासिल गर्दै र नेपालको इतिहासमा पहिलो पटक विश्व स्तरमा कांस्य पदक जिताउन सफल हाम्रा खेलाडी र सम्पूर्ण टिमलाई यतिखेर स्वागत गर्न पाउँदा सिंह नेपाल बक्सिङ सङ्घ र सिंह नेपाली खेलकुद जगत एउटा गौरवान्वित भएको अनुभव मैले गरेको छु। परिषदका सदस्यज्यू, पूर्व कार्यकारी बोर्ड सदस्य कमलबाट खेलप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यो साँच्चै नै आजको दिन यो प्रत्यक्ष गवाईको लागि हाम्रो अध्यक्षज्यू र चाहिँ महासचिवज्यू त्यहाँ दुबईमै हुनुहुन्छ। उहाँको फ्लाइटको कारणले गर्दाखेरि र अन्य यो आएका निरन्तर प्रशिक्षण त्यसपछि आएर चाहिँ प्रतियोगितामा सहभागिता, यसले गर्दाखेरि नै आज यो बक्सिङ खेलाडीहरूको र सबै प्रशिक्षकहरूको जुन खालको एउटा प्रशिक्षण गराएको चाहिँ उजागर भएको छ, यो प्रति राष्ट्रिय टिम तयारीले विगत लामो समयदेखि राष्ट्रिय खेलकुद परिषदले धेरै गरेर आएको छ। अहिले 1986 मा चाहिँ 8 वटा पदक आयो र त्यसपछि नेपाल बक्सिङ फेडरेसन, राष्ट्रिय खेलकुद परिषद र हाम्रो नेपाल प्रहरीलाई धेरै धेरै धन्यवाद र हाम्रो खेलकुद मन्त्रीज्यूहरू, अध्यक्षज्यूहरू, महासचिवहरू, सचिवज्यूहरू, उपाध्यक्षज्यूहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरूले गर्दा नै म यहाँसम्म आइपुगेको छु र नेपाललाई रिप्रेजेन्ट गर्न पाइरहेको छु र अझै पनि माथिल्लो स्तरमासम्म पुग्नेछु भन्ने म आशा बोकेको छु र हजुरहरूले पनि यसमा मलाई धेरै धेरै साथ दिनुहुन्छ भन्ने मैले आशा बोकेको छु। थ्याङ्क यू सो मच। धन्यवाद। आफूलाई धेरै खुसी लागेको छ, आफूलाई मेरो राष्ट्रलाई चिनाउन, नेपाललाई रिप्रेजेन्ट गर्नुपर्छ, चिनाउन पर्दाखेरि धेरै गर्व महसुस गरेको छु। हजुर, मलाई जति साह्रो बोल्न चाहिँ आउँदैन। हाम्रो अहिले चाहिँ बक्सिङ नेपालमा चाहिँ अहिले बक्सिङमा चाहिँ टुर्नामेन्टहरू खासै भएको छैन। त्यो टुर्नामेन्टहरू पनि चाहिँ अलि भइदिएपछि सजिलो हुन्छ। अनि नेपालमा चाहिँ अलि गेममा पनि अलि प्लेयरहरू चाहिँ हाम्रै वेटको, हाम्रै क्याटेगोरीको, अनि अलिक ओल्ड क्याटेगोरी प्लेयरहरू चाहिँ अलिक धेरै हुनु पऱ्यो। अनि त्यसपछि क्याम्पमै राख्नु पऱ्यो, त्यसै टाइपको भइदियो अलि राम्रो हुन्थ्यो। क्याम्पमै हुनुपर्छ तर धेरै प्लेयरहरू चाहिँ भइदियो भने चाहिँ राम्रो हुन्थ्यो। सेवा सुविधाहरू पनि राम्रै छ भनौँ न। हजुर हजुर प्राप्त गर्नुभएको यो उपलब्धिले नेपाली बक्सिङको लागि अब चाहिँ कस्तो ट्रेनिङ सेट गर्छ र हामीले कस्तो किसिमको अचिभमेन्टहरू चाहिँ एक्सपेक्ट गर्न सक्छौँ? अब चाहिँ के भनेको छ होइन, अप्ठ्यारो मात्र राम्रोसँग बोल्नु भइन्छ, मिल्या छ। अब आउने दिनहरूमा पनि अझै यो काँस्य पदक मात्रै नभएर अलि गोल मेल्ने लिने हिसाबले अलि ट्रेनिङ गर्ने यता हाम्रो गर्ने ठाउँमा हामी अब त्यस्तो अवस्था गर्नुहोस्। हजुरहरूले पनि हामी पनि गर्दैछौँ, कोसिस गर्दैछौँ हामीले पनि। मेरो नाममा केही पनि थिएन, म उसको गेम पनि हेरिरहेको थिएँ। मलाई म त्यसलाई जित्छु जस्तो लागिरहेको लाग्न त, तर जितेन। वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन हामी घरको टोली चाहिँ जम्मा 8जना खेलाडी, 5जना खेलाडी प्लस 3जना प्रशिक्षक गरेका थियौँ मेरो नेतृत्वबाट। र हाम्रो अलिकति चाँडै प्रतियोगिता हाम्रो 3 देखि 13 तारिकसम्म कार्यक्रम थियो भने हामी 29 तारिक नै हामी त्यहाँ पुगिसकेका थियौँ। काँस्य पदक विजेता हाम्रो चन्द्र थापा मगरले तपाईँको पहिलो चाहिँ इन्डोनेसियासम्म 5-0 जित्यो।
अनि त्यसपछि इन्डोनेसियाको अर्मानीका खेलाडी जो अर्मानी खेलाडी ऱ्याङ्किङ 6मा भएर उसलाई पनि हराउन सक्यो। त्यसपछि इरानका खेलाडीलाई हराउनु अनि त्यसपछि काजाखस्तानका खेलाडी जो पूर्व विजेता वर्ल्ड च्याम्पियनसिप उसको खेलाडी उससँग पनि एकदम प्रतिस्पर्धा खेल खेलेको थियो। हामीलाई लाग्थ्यो हाम्रो खेलाडीले जित्यो स्कोर आउला भनेको, र स्कोर हेर्दाखेरि 5-0 हामी उल्टो पो परिरहेको थियो। तर के बेलाले हेर्ने पाकिस्तानलाई हेर्ने बुजिस्तानलाई हेर्ने दृष्टिकोण अलिकति डिफ्रेन्ट जस्तो लाग्यो हामीलाई। किनभने त्यहाँ अरू पनि पसिएर अरू कन्ट्रीहरू पनि पाकिस्तान बुजिस्तान यो कन्ट्रीलाई मात्रै किन फेयर गर्छ भन्ने खालको यहाँ सुनिन आयो र हामीलाई पनि त्यस्तो महसुस भयो। र त्यस कारणले अहिले चन्द्र थापामा गोल्डमा उसैसँग खेल्ने खेलाडी जो काजाखस्तानको गोल्ड मेडल अहिले ऱ्याङ्किङको 3मा 6 नम्बरलाई हराएर ऱ्याङ्किङ 3मा आउनु भनेको नटज हो। यो खुसीको कुरा र अर्को कुरा तपाईँको त्यसपछि खेल हाम्रो काजाखस्तानलाई 5 दियो। 5जना जजहरूले नेपाललाई 0 भने अब हामीलाई एकदम तनाव भयो। लालप्रसादलाई पनि तनाव भयो। हामीले प्रेसर दिएर खेल्नै पर्ने कन्डिसन थियो र प्रेसर दिएर तनाव त्यो कमसेमा 3-4 भइदियो भने अलिक तनाव नहुने कन्डिसन थियो। तर 5-0 भएपछि तनाव देखाउन खाला तिनीहरू आउँदाखेरि पराजित हुनु। तर उहाँ अहिले 5औँ पर्यादको क्रममा वर्ल्ड बक्सिङमा 5औँ स्थानमा लालप्रसादको गर्दाखेरि र अर्को कुरा र यसपटक चाहिँ एउटा वर्ल्ड च्याम्पियनसिप जित्न सफल भएको छ। सर्वप्रथम एकदमै आजको हाम्रो आकर्षक व्यक्तित्व खेलाडी हाम्रा चन्द्रबहादुर थापाजीलाई एकदमै नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद र सम्पूर्ण नेपालीहरूको खेलाडीहरूको प्रशिक्षकहरूको तर्फबाट उहाँलाई बधाई तथा शुभकामना दिन चाहन्छु। र यो च्याम्पियनसिप उहाँको जिताए विजेता भनेको हाम्रो पुरै नेपालको एउटा विजय हो र यो खेल क्षेत्रमा एउटा इतिहास कायम गरेको छ। र यसमा पनि म उहाँको परिवारजनलाई सम्झन चाहन्छु जसले एउटा यस्तो खालको छोरो जन्मनु हो जसले चाहिँ नेपालको एउटा झन्डालाई लिएर विश्वमा चाहिँ कीर्तिमान कायम गर्नुभएको छ, काँस्य पदक जित्नु भएको छ र यसले एउटा बक्सिङ क्षेत्रमा एउटा इतिहास रच्नु भएको छ। उहाँले धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब यसो गर्नु, अब खेलाडी र कोच स्माइल पनि आएन। ल धन्यवाद। जय बक्सिङ। जय बक्सिङ। जय बक्सिङ। के भयो?